के तपाईँ जागिरको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने यो भिडियोमा तपाईँलाई जागिरसँग सम्बन्धित विभिन्न सूचनाहरू लिएर आएको छु। नमस्कार, जबसिन हेटौँडाको नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म हुँ चन्द्र घलान। जबसिन हेटौँडामा हामी विशेष गरी हेटौँडाका साथसाथै मकवानपुर जिल्ला वरिपरि आउने जागिरसँग सम्बन्धित सूचनाहरूलाई स्थान दिने गर्छौँ र यो सूचनाहरू विशेष गरी प्रकाशित भएका कम्पनीबाटै प्रकाशित भएका वा विभिन्न सङ्घ संस्थाबाट प्रकाशित भएका सूचनाहरू हुने गर्छन्। ती आधिकारिक सूचनाहरूलाई म तपाईँसम्म पुर्याउने काम गर्छु र मैले कार्यक्रममा सधैँ भन्ने गरेको छु, यो कुनै जब सेन्टर होइन, त्यसैले मैले तपाईँलाई जागिर लगाइदिने होइन, बरु तपाईँले यो सूचना पाइसकेपछि आफैले जागिरको लागि अप्लाई गर्न सक्नुहुन्छ। जागिरको लागि कहाँ अप्लाई गर्ने, कसरी आवेदन दिने, के गर्ने, त्यसबारेमा पनि म यो भिडियोमा जानकारी दिँदैछु। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। आउनुहोस्, जागिरसँग सम्बन्धित सूचनाहरूबाट आजको एपिसोडलाई सुरु गरौँ। जागिरसँग सम्बन्धित यो सूचना रहेको छ बकैया गाउँपालिकाको कार्यालयको सूचना र यहाँ लोडर अपरेटर आवश्यकता परेको छ। यसबारेमा सूचना लेखिएको छ। यो सूचना साउन 1 गते प्रकाशित भएको हो र तपाईँले अझै पनि यो सूचनाको लागि आवेदन दिन सक्नुहुन्छ, किनभने आवेदन दिने मिति साउन 15 गतेसम्म रहेको छ। र यहाँ यस्तो लेखिएको छ, पद रहेको छ ब्याकहोइ लोडर अपरेटर, तह श्रेणीविहीन, विज्ञापन नम्बर 01/2083-2084, माग पद सङ्ख्या चाहिँ 1 रहेको छ। पारिश्रमिक तथा सेवा सुविधा मासिक रु, कार्यपालिकाको निर्णय बमोजिम हुनेछ। दरखास्त दस्तुर चाहिँ 300 रुपियाँ लाग्नेछ र परीक्षाको किसिम प्रयोगात्मक तथा अन्तर्वार्ता रहनेछ। तपाईँ यदि यहाँ अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँ नेपाली नागरिक हुनुपर्छ अनि प्रचलित कानुनद्वारा अयोग्य नठहरिएको हुनुपर्नेछ। दरखास्तको साथमा पेश गर्नुपर्ने कागजातमा चाहिँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ब्याकहोइ लोडर अपरेटरको सवारी चालक अनुमति पत्र पनि तपाईँले बुझाउनुपर्छ। आवश्यक न्यूनतम शैक्षिक योग्यता चाहिँ साधारण लेखपढ भए पनि हुन्छ। दरखास्त दिने अन्तिम मिति 2083 साउन 15 गते कार्यालय समयभित्र तथा उक्त दिन चाहिँ बिदा पर्न गएमा त्यसको भोलिपल्टसम्म दरखास्त दिन सकिन्छ। दरखास्त दस्तुर चाहिँ गाउँपालिकाको राजस्व शाखामा आम्दानी रसिद काटेर नगद जम्मा गरेको सक्कल रसिद तपाईँले पेश गर्नुपर्छ। परीक्षाको मिति, समय र स्थान चाहिँ पछि प्रकाशित गरिनेछ। दरखास्त कहाँ दिने त? अनलाइनबाट चाहिँ दिन मिल्दैन, बरु बकैया गाउँपालिकाको कार्यालय हात्तीसुँडे मकवानपुरमा तपाईँले आवेदन दिनु पर्नेछ। र यो सम्बन्धित क्षेत्रमा तपाईँसँग यदि अनुभव छ भने तपाईँले विशेष प्राथमिकता पाउनुहुनेछ र थप जानकारीको लागि तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ बकैया गाउँपालिकाको कार्यालय हात्तीसुँडे मकवानपुरमा। जागिरसँग सम्बन्धित यो सूचना रहेको छ मनहरी गाउँपालिकाको कार्यालयको सूचना र यहाँ आवश्यकता परेको छ मेडिकल अधिकृत, तह 8औं, सेवा समूह चाहिँ जहेस रहेको छ। माग पद सङ्ख्या 1 जना रहेको छ। परीक्षाको किसिम चाहिँ लिखित र अन्तर्वार्ता हुनेछ। परीक्षा मिति र केन्द्र पछि प्रकाशित गरिनेछ। यसमा चाहिँ दरखास्त दिने अन्तिम मिति 2083 साउन 20 गतेसम्ममा तपाईँले आवेदन दिन सक्नुहुन्छ। दरखास्त दस्तुर चाहिँ रु 1000 रुपियाँ लाग्नेछ। दरखास्त दिने स्थान मनहरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रजैया मकवानपुरमा गएर तपाईँले आवेदन दिन सक्नुहुन्छ। अनलाइनबाट यो सुविधा दिइएको छैन। त्यसै गरी आवश्यक कागजातमा चाहिँ उम्मेदवारले न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि लगायत 2 प्रति पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्नेछ। दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ भनेर लेखिएको छ। उमेरको हद चाहिँ दरखास्त दिने मितिसम्म 21 वर्ष पुरा भएर 45 वर्ष ननागेको हुनुपर्छ। आवश्यक न्यूनतम योग्यता र अनुभव चाहिँ मेडिकल अधिकृत हुनुपर्छ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट MBBS उत्तीर्ण गरी NSCमा दर्ता भएको हुनुपर्छ। दरखास्त फारम तपाईँले मनहरी गाउँपालिकाको वेबसाइट www.manaharimune.gov.np बाट डाउनलोड गर्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना चाहिँ शिक्षक आवश्यकतासँग सम्बन्धित सूचना हो। श्री धुवाङ माध्यमिक विद्यालय कैलाश 8 मादल सिंह मकवानपुरमा शिक्षक आवश्यकता परेको छ। यो सूचना चाहिँ साउन 6 गते प्रकाशित भएको हो र
यसको रहेको छ विज्ञापन नम्बर 01/2083/084 तह प्रावि अस्थायी करार सङ्ख्या चाहिँ 2 जना आवश्यकता परेको छ। उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननागेको, शैक्षिक योग्यता कक्षा 12 वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्छ। दरखास्त दस्तुर चाहिँ रु 1000 रुपियाँ रहेको छ। त्यसैगरी तलब सुविधा चाहिँ नेपाल सरकारले तोके बमोजिम हुनेछ। परीक्षाको किसिम लिखित, मौखिक, अन्तर्वार्ता वा प्रयोगात्मक हुनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साउन 20 गते 4 बजेभित्रमा तपाईँले दरखास्त दिन सक्नुहुन्छ र परीक्षा मिति चाहिँ सम्पर्क मितिमा अर्थात् साउन 21 गते तोकिनेछ। आवश्यक कागजातहरूमा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि 2 प्रति, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 2 प्रति, स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि 2 प्रति चाहिन्छ। त्यसैगरी अनुभव भए बायोडाटा सहितको प्रतिलिपि 2 प्रति चाहिन्छ र हस्तलिखित निवेदन पनि तपाईँले दिनुपर्छ। शिक्षक सेवा आयोगको करार सूचीमा सूचीकृत व्यक्तिले 7 दिनभित्रमा निवेदन गरेमा विद्यालय व्यवस्थापन समितिबाट नियुक्ति दिइनेछ। थप जानकारीको लागि श्री धुवाङ माध्यमिक विद्यालय, कैलाश 8, मादलसिंह, मकवानपुर। फोन नम्बर रहेको छ 98456 39985। विद्यालय व्यवस्थापन समितिको नम्बर हो यो र प्रको नम्बर रहेको छ 98550 85 304। यो सूचना रहेको छ ज्ञान मन्दिर आधारभूत विद्यालय, बागमती गाउँपालिका, वडा नम्बर 3, गढन, मकवानपुरमा शिक्षक आवश्यकतासँग सम्बन्धित सूचना रहेको छ। यो सूचना साउन 1 गते प्रकाशित भएको हो र यो विज्ञापन नम्बर रहेको छ 01/2083/084। पद रहेको छ प्रासी करार अस्थायी करार भनिएको छ, प्रावि शिक्षक। आवश्यक सङ्ख्या 1 जना। परीक्षा दस्तुर चाहिँ 1000 रुपियाँ रहेको छ। शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह वा 10+2 उत्तीर्ण गरेको हुनुपर्छ। उमेर चाहिँ 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्छ। तलब सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ। छनौटको किसिम चाहिँ लिखित तथा अन्तर्वार्ता र आवश्यकता अनुसार प्रयोगात्मक समेत हुनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साउन 15 गते अपराह्न 4 बजेभित्र रहेको छ। सम्पर्क मिति 16 गते र परीक्षा मिति चाहिँ सम्पर्क मितिमा तोकिनेछ। आवश्यक कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 2 थान, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि 2 थान, अध्यापन अनुमति पत्रको प्रतिलिपि 2 थान रहेको छ। माथिल्लो योग्यता भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ। थप जानकारीको लागि तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ ज्ञान मन्दिर आधारभूत विद्यालय, बागमती गाउँपालिका, वडा नम्बर 3, गढन, मकवानपुरमा। फोन नम्बर रहेको छ प्रको 98550 12690 र अध्यक्षको 98456 37809। आदरणीय दर्शकबिन, आज मैले तपाईँको लागि जागिरसँग सम्बन्धित विभिन्न सूचनाहरू राखेँ। अब यो सूचना तपाईँले पाउनु भएपछि तपाईँ सिधै आवेदन दिने प्रक्रियामा जान सक्नुहुन्छ। मैले चाहिँ तपाईँलाई सूचना मात्रै दिने हो, यो कुरा सधैँ मैले कार्यक्रममा भन्दै आइरहेको छु। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र कमेन्ट गर्न नभुल्नुहोला र यो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नुहोला। जागिरसँग सम्बन्धित सूचनाको लागि तपाईँले फेसबुक ग्रुप facebook.com/groups/jobs हेटौँडामा जोइन गर्न सक्नुहुन्छ। त्यसको लिङ्क मैले भिडियोको तल राखेको छु र जागिरसँग सम्बन्धित अन्य सूचनाको लागि तपाईँले www.jobsinhetauda.com मा पनि हेर्न सक्नुहुनेछ।